यहाँहरू सबैलाई हार्दिक स्वागत छ। छायाङ्कनबाट रञ्जना देवकोटाको साथमा म हुँ ज्योतिषी ठाकुर देवकोटा। आज हामी तपाईँको माझमा विक्रम सम्वत 2083 साल मकर राशिको वार्षिक राशिफल लिएर उपस्थित भएका छौँ। उसो त मकर राशि हुने तपाईँ जति पनि व्यक्तित्व रहनुहुन्छ 2083 सालमा कुन कुन पेसा व्यवसाय र क्षेत्रहरूमा राम्रो रहेको छ त्यो विषयमा हामी चर्चा गर्छौँ। विशेष गरेर 2083 सालमा तपाईँले गर्न सक्ने महत्त्वपूर्ण 20-25 वटा व्यापार व्यवसाय नोकरीको बारेमा हामी जानकारी दिन्छौँ। तपाईँलाई जुन इच्छा लाग्छ त्यो खालको तपाईँले आफ्नो व्यापार व्यवसाय नोकरीहरू गर्न सक्नुहुन्छ। मकर राशिको लागि यो नयाँ कुराहरू रहे भयो। र त्यसै गरी तपाईँको मान सम्मान पद र प्रतिष्ठाको अवस्था कस्तो रहनेछ, आर्थिक अवस्था धन अर्थोपार्जन कस्तो रहन्छ यो विषयमा हामी चर्चा गर्छौँ। दाजुभाइसँगको सम्बन्ध दिदीबहिनीसँगको सम्बन्धको अवस्थाको बारेमा हामी चर्चा गर्छौँ। त्यसैले हामीलाई अन्तिमसम्म तपाईँले सुन्ने र हेर्ने प्रयास गर्नुहोला। र त्यति मात्र नभएर जति पनि मकर राशिको व्यक्तित्व रहनुहुन्छ कृषिसँग सम्बन्धित घर परिवारसँगको सम्बन्धको कुराहरू हुन्छ। र त्यसै गरी तपाईँहरूको लागि चाहिँ मकर राशिको पढाइ लेखाइ सन्तान प्रेमको कुराहरू यो विषयमा पनि हामी चर्चा गर्नेछौँ। त्यसै गरी मकर राशि हुने तपाईँ जति पनि व्यक्तित्व रहनुहुन्छ स्वास्थ्यको अवस्था कस्तो रहनेछ यो विषयमा हामी चर्चा गर्छौँ। वैवाहिक जीवनको कुराहरू प्रेमका कुराहरू आउँछन्, व्यापारका कुराहरू पनि हामी गर्छौँ। त्यसै गरी चोटपटक स्वास्थ्य र दुर्घटनाको कुराहरू पनि हामी चर्चा गर्छौँ। त्यसै गरी यहाँहरूको लागि जति पनि मकर राशि हुनुहुन्छ भाग्यको अवस्था कस्तो रहनेछ, गुरुजन मानिजनसँगको सम्बन्ध कस्तो रहनेछ, पितासँगको सम्बन्ध कस्तो रहन्छ र सरकारी जागिरी सरकारी कामहरू विशिष्ट व्यक्तिको साथ समर्थन आम्दानी कस्तो रहन्छ, व्यय कस्तो रहन्छ, खर्चको अवस्था कस्तो रहन्छ, बाहिरी देशको यात्राको अवस्था कस्तो रहन्छ, यी विविध विषयमा हामी विशेष गरेर मकर राशि विक्रम सम्वत 2083 सालको बारेमा चर्चा गर्छौँ। र तपाईँहरूलाई म अनुरोध गर्न चाहन्छु, हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भर्खर मात्र हेर्दै हुनुहुन्छ हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोला। नजिकै रहेको बेलमा गएर अलमा क्लिक गर्न नबिर्सनुहोला। जन्ममितिबाट ग्रहदशा चिना कुण्डली हेराउन मन लाग्यो भने हामीले स्क्रिनमा राखिएको मोबाइल नम्बर छ, यो मोबाइल नम्बरमा तपाईँले सिधा फोन गर्न सक्नुहुन्छ र व्हाट्सएपमा मेसेज पनि गर्न सक्नुहुन्छ। आफ्नो जन्ममितिबाट ग्रहदशा चिना कुण्डली सबै कुराहरू हेराउन सक्नुहुन्छ। त्यसरी अगाडि बढ्दा तपाईँलाई सफलता प्राप्त गर्न सकिन्छ। र विशेष गरेर यहाँहरूलाई म के अनुरोध गर्न चाहन्छु भन्दाखेरि जति पनि मकर राशिको व्यक्तित्व रहनुहुन्छ र विक्रम सम्वत 2083 साललाई यदि राम्रो बनाउन चाहनुहुन्छ भने तपाईँले चाहिँ के कुराहरूमा शुभ के कुराहरूमा अशुभ रहेको छ त्यो विषयमा म यहाँलाई चर्चा र परिचर्चा गर्छु र जानकारी दिन्छु। जस्तै अब मकर राशिको लागि चाहिँ वृष राशिसँगको सम्बन्ध राम्रो हुन्छ। 2083 सालमा मेष राशिसँगको सम्बन्ध पनि ठिकै मानिन्छ। त्यसैले कन्या राशिसँगको सम्बन्ध पनि राम्रो र तुला राशिसँगको सम्बन्ध पनि राम्रो, कुम्भ र मीन राशिसँगको सम्बन्ध तपाईँहरूको लागि चाहिँ मकर राशिको लागि राम्रो हुन्छ। अब यो मकर राशि हुने व्यक्तिहरूको लागि चाहिँ नराम्रो भनेको सिंह राशिसँगको सम्बन्ध राम्रो हुँदैन। सिंह राशिसँग तपाईँको वैवाहिक जीवन प्रेमका कुराहरू पार्टनरमा कामहरू गर्दै नगर्नुहोला, तपाईँको राम्रो हुँदैन। त्यसै गरी रङ तपाईँलाई निलो रङहरू पनि राम्रो, कालो रङहरू राम्रो मानिन्छ। शनिबार बुधबार शुक्रबार राम्रै मानिएको हुन्छ। तपाईँलाई आइतबारको दिन र मङ्गलबारको दिन अलि अशुभ मानिएका हुन्छन् मकर राशि हुने व्यक्तिहरूलाई। र शुभ अङ्क भनेको 8 अथवा 9 अङ्क रोज्न सक्नुहुन्छ, राम्रो हुन्छ। 1 अङ्क चाहिँ अशुभ रहेको हुन्छ। माघ महिना तपाईँलाई धेरै राम्रो र पश्चिम दिशा राम्रो हुन्छ, दक्षिण दिशा नराम्रो र साउन भाद्र महिना तपाईँलाई नराम्रो हुन्छ। राशिको आधारमा तपाईँले नीलम भन्ने पत्थर हुन्छ औँठी बनाएर लाउन सक्नुहुन्छ, धेरै राम्रो हुन्छ। राम्रो देवताको रूपमा तपाईँले दुर्गा माताको पूजाहरू गर्न सक्नुहुन्छ, महाकालीको पूजाहरू गर्न सक्नुहुन्छ, धेरै राम्रो हुन्छ। र मकर राशिको लागि विदेशको यात्रा विदेशको कर्म घरभन्दा बाहिरको कर्म राम्रो भयो हुन्छ। इन्जिनियरिङ सेक्टरमा राम्रो, मेकानिकल फलामसँग सम्बन्धित कामहरू राम्रो हुन्छ। ड्राइभिङ क्षेत्रमा राम्रो, नोकरी छापाखाना राम्रो, मेसिनरी सामग्री राम्रो, सूचना प्रवाह अनि कानुन यस्तो क्षेत्रहरूमा पनि राम्रो हुनेछ। र त्यसै गरी म तपाईँलाई थुप्रै गर्न सक्ने व्यापार व्यवसायको बारेमा जानकारी दिन्छु र तपाईँलाई चाहिँ जुन व्यापार व्यवसायहरू गर्न मन लाग्छ ती व्यापार व्यवसायहरू तपाईँले गर्नुभयो भने मकर राशिको लागि राम्रो हुन्छ। तपाईँले गर्न सक्ने पेसाको बारेमा विशेष गरेर मैले जानकारी दिन्छु, तपाईँ ध्यान दिएर सुन्नुहोला। जस्तै मकर राशिको लागि कुनै पनि मेसिनरी कामहरू गर्न सक्नुहुन्छ र फलामजन्य कुनै पनि कामहरू गाडी चलाउन, गाडी सिक्ने, मेसिन चलाउने यी कुराहरूको व्यापार व्यवसायहरू गर्न सक्नुहुन्छ। र त्यसै गरी कुनै पनि संस्थाहरूमा जागिरी नोकरीको लागि पनि प्रयास गर्न सक्नुहुन्छ।
कोइला, दाउरा र काठसँग सम्बन्धित न्यायसँग सम्बन्धित कुराहरूमा पनि अगाडि बढ्न सक्नुहुन्छ र त्यसैगरी न्यायाधीश, वकिल आदि यस्ता कामहरू पनि तपाईँले गर्न सक्नुहुन्छ। पुलिस विभागहरू भए, त्यसैगरी फलामसँग सम्बन्धित, फर्निचरसँग सम्बन्धित व्यापार बिजनेसहरूमा पनि राम्रो हुन्छ। धर्म आध्यात्मिक क्षेत्रका व्यापार बिजनेसहरूमा पनि राम्रो हुन्छ। त्यस्तो क्षेत्रबाट पनि तपाईँको मकर राशि अगाडि बढ्न सक्नुहुन्छ। कुखुरा पालनहरू, कृषिमा यस्तोमा पनि तपाईँहरूको राम्रो हुन्छ। ठेक्कापट्टा आदि क्षेत्रहरूमा पनि तपाईँको राम्रो हुन्छ। त्यसैगरी शिक्षणसँग सम्बन्धित पेसा व्यवसायमा पनि राम्रो हुन्छ। स्वास्थ्यकर्मी बन्न चाहनुहुन्छ भने दाँतको डाक्टरहरू बन्न सक्नुहुन्छ। छाला रोग, नसा सम्बन्धीको डाक्टरहरू बन्न सक्नुहुन्छ। श्वास रोग सम्बन्धीको डाक्टरहरू बन्न सक्नुहुन्छ। त्यसैगरी मेकानिकल इन्जिनियरिङ सम्बन्धी तपाईँ बन्न सक्नुहुन्छ। सिभिल इन्जिनियरिङ आदि क्षेत्रमाहरूमा बन्न सक्नुहुन्छ। र त्यसैगरी तपाईँहरूको लागि चाहिँ के छ भन्दा जति पनि मकर राशिको व्यक्तित्व रहनुहुन्छ, पेट्रोलियम पदार्थसँग सम्बन्धित बिजनेसहरू भए, अनि भवन ठेक्कापट्टाहरू भए, कालीगढहरू भए, घर निर्माणहरू भए र तपाईँको कुनै पनि ठेकेदारहरू भए, यस्तो खालको तपाईँले गर्न सक्नुहुन्छ। र मैले बताएका यी व्यापार व्यवसायहरूमध्ये तपाईँलाई जे मनपर्छ त्यस्ता खालका व्यापार व्यवसायहरू गर्न सक्नुहुन्छ। अब यो 2083 सालमा जति पनि मकर राशि हुनुहुन्छ, यहाँहरूको समग्र अवस्था कस्तो छ म जानकारी दिन्छु। तपाईँ ध्यान दिएर सुन्ने प्रयास गर्नुहोला। मकर राशिको लागि यस वर्ष नयाँ वर्ष जस फलदायक रहने देखिन्छ। सामाजिक क्षेत्रमा तपाईँको रुचि बढ्नेछ र त्यसैगरी पशु चौपाई आदि क्षेत्रबाट तपाईँलाई राम्रो रहने, सफलता प्राप्त गर्न सक्ने खालको अवस्था देखिन्छ। नेतृत्व क्षमता तपाईँको राम्रो बढ्न सक्ने अवस्था देखिन्छ। र त्यसैगरी तपाईँको चाहिँ जति पनि मकर राशिको व्यक्तित्व रहनुहुन्छ, यहाँहरूको लागि चाहिँ पदोन्नति, कुनै पनि जागिरी नोकरीमा पदोन्नतिको अवस्था छ, राम्रो छ। र त्यसैगरी निर्णय क्षमताहरू तपाईँको बढ्नेछ। नयाँ अवसर खोज नीति गर्ने काम पनि रहेको छ। कला साहित्य आदि क्षेत्रमा पनि राम्रो रहेको छ। ती कामहरू गर्न सक्नुहुन्छ। धातुजन्य व्यापार व्यवसाय राम्रो, त्यस्ता खालका व्यापारमा बिजनेसमा राम्रो हुन्छ। लगानीको वृद्धिको योगहरू हुन्छ। आर्थिक कारोबारमा राम्रो हुन्छ। पारिवारिक पक्ष तपाईँको समधुर रहनेछ। वैवाहिक जीवन पनि समधुर रहनेछ। प्रेम सम्बन्ध पनि राम्रो हुनेछ। त्यसैगरी यहाँहरूको लागि शैक्षिक क्षेत्रमा उन्नति, प्रगति, कलात्मक किसिमको योगहरू बन्नेछ। वैदेशिक यात्राको योगहरू पनि यहाँको राम्रो हुनेछ। शिक्षा र अनुसन्धान क्षेत्रमा पनि यहाँको राम्रो र प्राविधिक विषयहरूमा पनि राम्रो। स्वास्थ्यको कुरा गर्ने हो भने यस वर्ष स्वास्थ्यमा तपाईँको मध्यम रहनेछ र वातरोग, पित्तरोगसँग सम्बन्धित समस्याहरू आउनेछ। नियमित योग, व्यायाम, ध्यानहरू गर्नुहोला र आध्यात्मिक क्षेत्रको दृष्टिकोणले तपाईँलाई फलदायक रहेको छ। धार्मिक यात्राको सम्भावना छ। माङ्गलिक कार्यहरू हुनेछन् र त्यसैगरी तपाईँको शिवजीको आराधना, पूजा गर्नुभयो भने राम्रो हुन्छ। त्यसरी अगाडि बढ्न सक्ने यो मकर राशिको लागि रहेको छ। र 2083 सालमा मकर राशिको अन्य अवस्था हिसाब गर्ने हो भने बृहस्पति ग्रह शुभ रहेको हुनाले आम्दानीका स्रोतहरू धेरै बढ्छन्। नोकरी र सामाजिक क्षेत्रबाट मान सम्मान मिल्नेछ र त्यसैगरी यहाँहरूको लागि अधुरा रहेका कामहरू वर्षको मध्यम भागबाट तपाईँलाई राम्रो हुनेछ। वैदेशिक रोजगारका कामहरू तपाईँको मकर राशिलाई बन्न सक्ने अवस्था रहेको छ। र त्यसैगरी वैशाख महिनामा तपाईँको रोग भए हुन सक्ने सम्भावना छ, मानहानि। ज्येष्ठ महिनामा धननाश र तपाईँको चिन्ता बढ्नेछ। आषाढ महिनामा शत्रु नाश र सुख प्राप्त हुन्छ। साउन महिनामा लामो यात्रा र खर्च वृद्धि। भाद्र महिनामा पारिवारिक समस्या, चिन्ता। असोज महिनामा मान सम्मानमा असर पर्ने। कार्तिक महिनामा कार्यसिद्धि र सुख रहने र त्यसैगरी मङ्सिर महिनामा धन लाभ र सुख रहने र पुष महिनामा भय त्रास, अशान्ति रहने र माघ महिनामा तपाईँको स्थान नाश र यात्रा। फागुन महिनामा मानहानि भए। चैत महिनामा तपाईँको धनको लाभ रहने आदि हुनेछ। त्यसैले आर्थिक दृष्टिकोणले असार महिना, कार्तिक महिना, मङ्सिर र चैत महिनामा मकर राशिको लागि राम्रो हुन्छ भन्ने ज्योतिषीय मान्यता रहेको छ। आदरणीय मकर राशिका व्यक्तित्वहरू समग्र हेर्दा 2083 साल तपाईँको राम्रो हुन्छ। वैदेशिक रोजगारका कामहरू बन्नेछन्। विदेशमा रहने तपाईँ मकर राशिलाई राम्रो र शुभ रहनेछ र विशेष गरेर अझै राम्रो र शुभ रहोस् भन्नको लागि तपाईँको आफ्नो जन्ममितिबाट ग्रहदशा हेराएर वर्तमान तपाईँका चलिरहेका ग्रहहरूको अवस्था कस्तो छ त्यो विषयमा जान्नुभयो भने मकर राशिलाई धेरै राम्रो र शुभ रहनेछ। र तपाईँको माझमा हामी नियमित रूपमा 2083 सालका थप भिडियोहरू ल्याउनेछौँ र आजलाई भने तपाईँको लागि हामी अनुरोध गर्छौँ, हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ च्यानललाई सब्सक्राइब गर्नुहोस्, नजिकै रहेको बेलमा गएर अलमा क्लिक गर्नुहोस्। जन्ममितिबाट ग्रहदशा चिन्ह कुण्डली हेराउन चाहनुहुन्छ भने तपाईँले स्क्रिनमा दिएको व्हाट्सएप नम्बर अथवा मोबाइल नम्बरमा सिधा फोनहरू गर्नुहोस् र जन्ममितिबाट
ग्रहदशा चिन्ह कुण्डली तपाईँ हेराउन सक्नुहुन्छ। त्यसरी अगाडि बढ्नुहोला। धेरै राम्रो र शुभ रहन सक्ने अवस्था तपाईँको लागि रहनेछ। तपाईँले व्हाट्सएप गर्न सक्नुहुन्छ, मेसेज हामीलाई डाइरेक्ट गर्न सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ। र आजलाई भने तपाईँ सम्पूर्ण मकर राशिलाई नयाँ वर्ष 2083 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्छौँ, सुस्वास्थ्य दीर्घायुको कामनासहित। र छायाङ्कनबाट रञ्जना देवकोटाको साथमा म ज्योतिषी ठाकुर देवकोटाके चाहन्छु यहाँहरूको जीवन र जिन्दगी सुन्दर बितोस्। नमस्ते, जय होस्, नमो नमः।